कुनै ठुलो कम्पनीमा एउटा नयाँ म्यानेजर चाहियो भने त्यो कम्पनीमा म्यानेजरलाई राख्ने मानिसहरूले कस्ता मान्छे खोज्छन् होला? एकछिन विचार गरौँ त। मानौ एप्पल कम्पनीको अथवा स्यामसङ कम्पनीको अथवा हैन संसारका ठुला कम्पनीको निम्ति म्यानेजर चाहियो। अब उनीहरूले कस्तो मानिस खोज्छन् होला? पक्कै पनि उनीहरूले उसको डिग्री हेर्नेछन्, उसले कम्पनीमा कति फाइदा ल्याउन सक्छ भनेर पनि हेर्नेछन्, उसको बोल्ने कला कस्तो छ, ऊ कतिको बलियो स्वभावको स्ट्रङ पर्सनालिटी व्यक्तित्व भएको मानिस छ भनेर पनि हेर्नेछन्। अनि संसारमा अगुवापन हामीले याद गर्ने हो भने प्राय गरेर शक्ति, पैसा र प्रभावको कुरा हुन्छ। त्यो व्यक्तिले शक्ति कसरी सञ्चालन गर्छ, उसको प्रभाव कति उसले पार्न सक्छ, अथवा उसले सम्पत्ति कति आर्जन गर्न सक्छ भन्ने कुरा नै बढी महत्त्वपूर्ण हुन्छ, होइन र? तर जब हामी ख्रीष्टको मण्डलीको कुरा गर्छौं तब हाम्रा स्वर्गीय पिताले संसारको यो मापदण्डलाई पुरै उल्ट्याइदिनुहुन्छ। संसारले अगुवाको निम्ति जस्तो मापदण्ड खोजिराखेको हुन्छ, परमेश्वरले उहाँको मण्डलीको निम्ति राख्नु भएको मापदण्ड नितान्त फरक छ। मण्डलीलाई झुटा शिक्षाबाट जोगाउने सबैभन्दा ठूलो भूमिका भनेकै मण्डलीका योग्य अगुवाहरूको हुन्छ। त्यसैले परमेश्वरले मण्डलीको लागि अगुवा अथवा त्यसको लागि पास्टर अथवा त्यसको लागि एल्डर छान्दै गर्दा उसको बाहिरी रूप, धन सम्पत्ति, भाषण गर्न सक्ने अथवा बोल्न सक्ने कला हेर्नुहुन्न। परमेश्वरले त उसको चरित्र र घर परिवारमा उसको भूमिकालाई हेर्नुहुन्छ। चर्चमा अगुवाई गर्नको निम्ति जब परमेश्वरले अगुवा छान्नुहुन्छ त्यसका लागि आवश्यकताहरू के हुन् त? मापदण्डहरू के हुन् त? अगुवाको निम्ति चाहिने योग्यताहरू के हुन्? त्यो नै आजको हाम्रो वचनको विषयवस्तु रहेको छ। हामीले योभन्दा अगाडिको खण्डमा पहिलो तिमोथी 2 अध्यायबाट मण्डलीको लागि परमेश्वरले राखिदिनु भएको सुन्दर व्यवस्थाको बारेमा हेरेका थियौं, जहाँ पुरुष र स्त्रीको भिन्न तर महत्त्वपूर्ण जिम्मेवारीहरू हुन्थ्यो। आज हामी 3 अध्यायमा प्रवेश गर्दैछौं। यसको पद 1 देखि 7 सम्म हामी हेर्नेछौं, जुन भर्खरै हाम्रो अगाडि पाठ भइसकेको छ, जहाँ पावलले अब तिमोथीलाई, त्यो सुन्दर मण्डलीलाई, परमेश्वरले स्थापना गर्नुभएको त्यो मण्डलीलाई डोर्याउनको निम्ति अगुवा वा पास्टर कस्तो हुनुपर्छ भन्ने बारेमा यो खण्डबाट सिकाउनुहुन्छ। त्यसैले आजको वचनको शीर्षक मैले राखेको छु, मण्डलीको साँचो अगुवा। मण्डलीको साँचो अगुवा, क्षमता भन्दा चरित्रको माग। अनि यो कुरालाई हामी हेरि नै रहनेछौँ। मण्डलीको साँचो अगुवा, क्षमता भन्दा चरित्रको माग। यस खण्डको मुख्य विचार यस्तो छ: मण्डलीको साँचो अगुवा संसारको जस्तो पद वा शक्तिले होइन, तर ख्रीष्टको जस्तो चरित्र र परिवार प्रतिको इमानदारिताले चिनिन्छ। यसलाई फेरि पनि सुन्नु होला। मण्डलीको साँचो अगुवा संसारको जस्तो पद वा शक्तिले होइन, तर ख्रीष्टको जस्तो चरित्र र परिवार प्रतिको इमानदारिताले चिनिन्छ। यस खण्डलाई हामी 3वटा बुदाहरूमा विभाजन गरेर अध्ययन गर्नेछौँ। पहिलो, साँचो अगुवाको चाहना, पद 1 मा हामी देख्न सक्छौँ। साँचो अगुवाको चाहना, पद 1 भने दोस्रो बुदा साँचो अगुवाको चरित्र, पद 2 देखि 5 सम्ममा। साँचो अगुवाको चरित्र, पद 2 देखि 5 भने तेस्रो बुदा साँचो अगुवाको परिपक्वता, पद 6 देखि 7। साँचो अगुवाको
परिपक्वता पद 6 देखि 7। साँचो अगुवा, मण्डलीको साँचो अगुवा कस्तो हुनुपर्छ भन्ने विषयमा, अथवा एल्डर अथवा बिशप अथवा पास्टर कस्तो हुनुपर्छ भन्ने विषयमा यो खण्डले सिकाइराखेको हामी देख्न सक्छौँ। आउनुहोस् यो परमेश्वरको वचनलाई हामी अलि गहिरिएर अध्ययन गरौँ। पहिलो बुँदा साँचो अगुवाको चाहना एउटा असल कामको बोलावट, एउटा असल कामको बोलावट। अनि यो कुरा हामी पद 1 मा देख्न सक्दछौँ। जब हामी पद 1 मा हेर्छौँ, पावलले यहाँ लेख्दछन्, तपाईले आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ। यो भनाइ विश्वास योग्य छ। यदि कुनै मानिसले बिशपको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्दछ। तपाईको बाइबलमा देख्नुभयो यो छ? तपाईको बाइबल यसो अलिकति उठाउँ त, कतिजनाको बाइबल, तपाईको बाइबल छ एकचोटि उठाउँ त, देखाउनुहोस् त, आफ्नो बाइबल कृपया देखाइदिनुहोस् त। अनि तपाईको बाइबलमा 1 पदमा यो कुरा छ रहेछ, हेर्नुभयो? सबैजनाले पढौँ त एकचोटि सँगै। पद 1 ले के भन्दो रहेछ? यो भनाइ विश्वास योग्य छ। यदि कुनै मानिसले बिशपको काम गर्ने इच्छा गर्छ भने त्यसले असलै कामको इच्छा गर्दछ। चाहना थियो, मैले इच्छा पढेँ, माफ गर्नु होला। अर्को हप्तादेखि प्रियहरू बाइबल बोकेर चर्च आउने गरौँ। तपाईँ चर्च आउँदा बाइबल बोकेर आउनु भएन भने हामी के गर्न आएको थाहा छैन। हामी क्रुसको सन्देश मण्डलीमा बाइबल केन्द्रित नै शिक्षा हुन्छ, बाइबलकै विषयमा नै हामी सबै कुरा गर्छौँ भने, अनि हामीले बाइबल बोकेका छैनौँ भने अरूलाई बाइबल पछ्याउनु पर्छ भनेर कसरी भन्न सक्छौँ है? अनि यो कुरालाई याद गरौँ। सबभन्दा पहिले यहाँ प्रयोग भएको यो बिशप भन्ने शब्दलाई हामी बुझौँ। अनि यो बिशप भन्ने शब्द अङ्ग्रेजीमा ओभरसियर भन्ने शब्द प्रयोग गरेको हो। तपाईहरू धेरैजनाले ओभरसियर पढ्ने भन्ने विषयमा सुन्नु भएको छ। अनि ओभरसियर भनेको सबै कुरालाई रेखदेख गर्ने भनेको। अनि यसको ग्रीकमा यो शब्दको अर्थ खास एपिस्कोपोसबाट आएको हो। एपिस्कोपोस भन्ने शब्दलाई हामीले बुझ्नुपर्छ। अनि यो बिशप भन्ने शब्द सुन्ने बित्तिकै धेरैजना मानिसहरूलाई चाहिँ बिशप भनेको पास्टर भन्दा पनि ठुलो, हैन, घाँटीमा गलामा ठुलो सुनको सिक्री झुन्ड्याएको र धेरै मण्डलीहरूमाथि अधिकार चलाउने कुनै ठुलो पद होला भन्ने जस्तो हामीमध्ये धेरैजनालाई लाग्न सक्छ। तर बाइबलले त्यस्तो सिकाउँदैन। नयाँ करारमा बिशप रेखदेख गर्ने भन्ने हुन्छ, ओभरसी गर्ने, सबै कुरालाई हेर्ने भन्ने हुन्छ। र एल्डर भन्ने शब्द जुन पाको व्यक्ति, जसमा ज्ञान छ, जसले अगुवाई गर्न सक्छ भन्ने व्यक्ति। र पास्टर भन्ने शब्द अथवा गोठालो भन्ने शब्द, यी तीनवटै शब्दहरूले एउटै मात्र कामलाई जनाउँछ। बिशप, एल्डर र पास्टर एउटै व्यक्तिका फरक नामहरू। यो फरक तह होइन। भन्नुको अर्थ के हो भने बिशप भनेको पनि मण्डलीको सबै कुरा रेखदेख गर्ने व्यक्ति हो। एल्डर भनेको पनि त्यहाँ पाको अगुवाई गर्ने व्यक्ति अथवा पास्टर भनेको पनि। अनि एल्डर पनि बिशप हो, बिशप पनि पास्टर हो, पास्टर पनि एल्डर हो, पास्टर पनि बिशप हो। यो एउटै तह हो, फरक फरक कुरा होइन यो। धेरैजना मानिसहरूले यसलाई फरक फरक तहको रूपमा बुझ्ने गर्छन्। हाम्रो नेपाली मण्डलीमा बिशप भन्ने खासै धेरै चलाउने, हाम्रो विशेष गरेर स्वतन्त्र मण्डलीहरूमा त्यो चलन छैन। अरू कतिपय सम्प्रदायले बिशप भन्ने शब्द चलाउनुहुन्छ। अनि बिशप चाहिँ एकदमै ठुलो जस्तो लाग्छ हामीलाई। अनि त्यसपछि पास्टर होला। अनि एल्डर भनेको चाहिँ सानो, अलि पास्टर भन्दा मुनिको भन्ने बुझाइ हाम्रो नेपाली मण्डलीमा छ। त्यो होइन। पास्टर भनेको एल्डरहरूमध्ये नै एकजना हो जसले चाहिँ हेरचाहको जिम्मेवारी लिएको हुन्छ, गोठालोपनको जिम्मेवारी लिएको हुन्छ। जस्तो हाम्रो मण्डलीमा 2 जना एल्डरहरू छौँ। अनि ती दुवैजना एल्डरहरू, पास्टर पनि के नै हो, एल्डर हो। तर पास्टरले चाहिँ के को जिम्मा लिएको हुन्छ? अब विश्वासीहरूको रेखदेखको। एल्डरले त्यो भूमिका पूर्ण रूपमा पूरा गर्न सक्दैन होला। पास्टरले जस्तै फुल टाइम उसले पूरा गर्न सक्दैन। उसको अरू काम हुन्छ, आफ्नो उसको व्यवसाय हुन्छ अथवा अरू कुरामा हुन्छ। तर उसले मण्डलीलाई दर्शनतिरै बगडाइरहने,
मण्डललाई रेखदेख गरिरहने काम उसको एल्डरको पनि हुन्छ। तर एल्डरहरू मध्येबाट पास्टर चाहिँ के हुन्छ? गोठालो, अर्थात् जसरी गोठालोले भेडाहरूको वास्ता गर्छ त्यस्तै विश्वासीहरूको वास्ता गर्ने व्यक्ति चाहिँ पास्टर हो। अनि नयाँ करारमा यी तीनैजनालाई, यी तीनैवटा पदवी एउटै व्यक्तिलाई प्रयोग गरेको हामी देख्न सक्छौँ। प्रेरित 20 अध्यायमा र पहिलो पत्रुस 5 अध्यायमा हेर्ने हो भने पावल र पत्रुस दुवैले एउटै व्यक्तिलाई कहिले एल्डर, कहिले बिशप त कहिले पास्टर भनेर सम्बोधन गरेका कुराहरू हामी देख्न सक्छौँ। त्यसैले यहाँ बिशप भन्नाले मण्डलीको पास्टर वा एल्डर अगुवालाई नै बुझाउँदछ। भन्नुको अर्थ त्यो तहमा रहेर सेवा गर्नुको निम्ति कसैले चाहना गर्छ भने त्यो असल कुरा हो। पावल भन्छन् यदि कसैले मण्डलीको पास्टर वा अगुवा हुने चाहना गर्छ भने त्यो असल कामको इच्छा हो। मण्डलीको अगुवा हुनु भनेको कुर्सीमा बसेर आदेश दिनु होइन, यो त परमेश्वरका भेडाहरूको रेखदेख गर्ने काम हो। उनीहरूलाई आत्मिक भोजन खुवाउने र सुरक्षा दिने अत्यन्तै महान र असल जिम्मेवारी हो। पास्टर, एल्डर, बिशप, जुनसुकै शब्द प्रयोग भए तापनि त्यो मण्डललाई अगुवाई गर्ने व्यक्ति हो जसले मण्डलीलाई हेरचाह गर्छ, मण्डलीको निम्ति दर्शन बोल्छ, देख्छ अनि मण्डलीलाई दर्शनतिर अगाडि बढाउँछ अनि शिक्षा दिने काम गर्छ। अनि त्यो यदि कसैले चाहना गर्छ भने पावलले यहाँ के भनिराखेका छन्? उसले असलै कुराको इच्छा गर्छ। अनि यहाँ भएका हैन प्रियहरू, पुरुषहरू, तपाईले यो चाहना राख्न सक्नुहुन्छ। यो असल कुराको चाहना हो। यदि प्रभुले तपाईलाई बोलाउनुहुन्छ भने तपाई त्यो तहमा रहेर सेवा गर्नको निम्ति चाहना राख्नु के हो? असल कुरा हो। तर यो असल काम गर्नको लागि उसमा केही विशेष योग्यताहरू भने हुनुपर्छ। अनि मैले गएको समयमा पनि बताएको छु, यो एल्डर, बिशप अथवा पास्टर सबैको निम्ति होइन। उसमा केही विशेषताहरू हुनुपर्छ। अनि कतिजनाले भन्ने गर्छन् तपाईको मण्डलीमा त के हो, पुरुषहरू मात्र एल्डर हुन्छन् अरे, पास्टर हुन्छन् अरे। होइन, पुरुष मात्र होइन, पुरुषमा पनि सबै पुरुष त्यसको लागि योग्य हुन्छन् भन्ने छैन। बाइबलले के दिएको छ? बाइबलले केही विशेषताहरू दिएका छन्, योग्यताहरूको विषयमा बताउँछ। अनि त्यो योग्यताहरू पूरा भएको खण्डमा मात्र कोही एकजना व्यक्तिलाई एल्डर अथवा पास्टर हामीले भन्न सक्दछौँ। अनि ती योग्यताहरू के हुन् त? त्यसलाई हामी दोस्रो बुँदामा हेर्नेछौँ। दोस्रो बुँदा साँचो अगुवाको चरित्र, पवित्र जीवन र उदाहरणीय परिवार। पवित्र जीवन र उदाहरणीय परिवार, पद 2 देखि 5 मा हामी यो कुरालाई देख्न सक्छौँ। पवित्र जीवन र उदाहरणीय परिवार, साँचो अगुवाको चरित्र हामी हेरिराखेका छौँ। अब 2 पदलाई ध्यान दिएर हेरौँ त। तपाईको बाइबलमा फेरि हेर्नुहोस्। यसकारण बिशप चाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथि सत्कार गर्ने सुयोग्य शिक्षक हुन्। यहाँ केही महत्त्वपूर्ण कुराहरू बताइराखेका छन्। यहाँ पावलले अगुवाको योग्यताको विषयमा बताउँदै गर्दा सबैभन्दा पहिला एउटा ठुलो छाता खोल्छन् उनले। कसैले दोष लगाउन नसक्ने, अङ्ग्रेजीमा यसलाई अबव रिप्रोच भनेर भन्छ। कसैले दोष लगाउन नसक्ने। अनि यसको अर्थ चाहिँ के हो त? उसले कहिल्यै पाप नगर्ने सिद्ध मानिस हुनुपर्छ भनेको हो? होइन, किनभने सिद्ध त येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसो भए यसको अर्थ के हो त? उसको जीवनमा कसैले औँला उठाउने ठाउँ हुन हुँदैन। एकजना व्यक्ति पास्टर बन्नको लागि, एल्डर बन्नको निम्ति, बिशप बन्नको निम्ति उसको जीवनमा अरू मानिसले औँला उठाउने ठाउँ हुनु हुँदैन।
यदि त्यो औँला उठाउने ठाउँ छ भने ऊ एल्डर पास्टर बिशप हुन अब अयोग्य हुन्छ। अनि यो ठूलो छाता खोल्छन् उनले। तर यदि त्यो हो भने उनको जीवनमा कसैले औँला उठाउन मिल्दैन भने उसको बाहिरी गवाही र चरित्र एकदमै सफा हुनुपर्छ, असल हुनुपर्छ भन्ने कुरा बताउँछ। बाँकी रहेका सबै बुदाहरू यही दोष रहित हुनुपर्ने कुराहरूका उदाहरणहरू हुन्। बाँकी त्यहाँ अरू जे जति बताइएका छन् ऊ दोष रहित हुनुपर्छ भन्ने ठूलो छाता उनले खोलेका छन्। अनि त्यो छाताभित्र अरू के हुन्छ त? अनि यहाँ पावलले अरू बताउँछन्। ती के हुन् त हामी हेरौँ। ऊ एउटै पत्नीको पति हुनुपर्छ, एउटै पत्नीको पति हुनुपर्छ। अनि यसको अर्थ हामीले राम्रोसँग बुझ्नुपर्छ। के पास्टर हुनको लागि विवाह गरेकै हुनुपर्छ त? यदि त्यसो हो भने त पावल र येशू ख्रीष्ट आफै पनि पास्टर हुन अयोग्य हुनुहुन्थ्यो, होइन र? किनभने उहाँले विवाह गर्नु भएन। के यसले श्रीमतीले सम्बन्ध विच्छेद गरेर छोडेर गएका पुरुष वा पत्नी बितेकाहरूको विषयमा पनि भनेको हो? त्यो पनि होइन। मूल ग्रीक भाषामा यसको अर्थ हुन्छ एउटै पत्नीको पति भन्ने जुन शब्द यहाँ प्रयोग गरिएको छ। अनि ग्रीक भाषा जुन भाषामा यो खण्ड लेखिएको थियो, पावलले लेखेका थिए, बाइबल लेख्दाखेरि पवित्र आत्माको प्रेरणा पाएर। अनि यसको अर्थ चाहिँ एक स्त्रीमा सीमित रहने पुरुष, एक स्त्रीमा सीमित रहने पुरुष, वान वुमन म्यान भनेर भन्छ। एक स्त्रीमा मात्र रहिरहने पुरुष हुनुपर्छ। अर्थात् यदि उसको विवाह भएको छ भने ऊ आफ्नी पत्नी प्रति पूर्ण रूपमा इमानदार हुनुपर्छ। उसको आँखा र उसको हृदय आफ्नो पत्नी बाहेक अरू कुनै स्त्रीतिर गएको हुनु हुँदैन। प्रियहरू, यो महत्त्वपूर्ण छ। मण्डलीको अगुवा व्यभिचार अथवा अशुद्धताबाट पूर्ण रूपमा टाढा रहेको हुनुपर्दछ। यदि ती कुराहरू छन् भने के हुन सक्दैन? एकजना व्यक्ति एल्डर अथवा पास्टर अथवा बिशप हुन सक्दैन। त्यसपछि ऊ संयमी, समझदार, सम्मानित र अतिथि सत्कार गर्ने हुनुपर्छ। उसको घरको ढोका र उसको हृदय अरूको सेवाको लागि सधैँ खुल्ला हुनुपर्छ, संयमी हुनुपर्छ। गाह्रो कुरा, तपाईहरु मध्ये कतिजनालाई गाह्रो हुन्छ थाहा छैन, मलाई बडो गाह्रो हुन्छ संयमी हुनको निम्ति, धैर्यता गर्नको निम्ति, सहनको निम्ति। अनि एकजना व्यक्ति ऊ एल्डर बन्न चाहन्छ, मण्डलीको अगुवा बन्न चाहन्छ भने चाहिँ ऊ संयमी हुनुपर्छ, समझदार हुनुपर्छ, बुझ्न सक्ने, एकोरो भेडो होइन क्या। ए मैले भनेपछि भने सक्यो भन्ने खालको व्यक्ति भयो भने त्यस्तो व्यक्ति के हुन सक्दैन? अगुवा हुन सक्दैन। समझदार हुनुपर्छ, भलादमी हुनुपर्छ, सम्मानित हुनुपर्छ। उसलाई देख्दाखेरि अरू व्यक्तिमा हैन ऊ प्रति सम्मान भाव आउने खालको व्यक्ति हुनुपर्छ। अनि त्यसको निम्ति त्यो सजिलो छैन। त्यो कुरा हैन अरूले हामीलाई देखेर सम्मानको भाव आउने हुनको निम्ति सजिलो छैन। पत्तर 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 बोल्दै हिँड्नेलाई हैन के हुँदैन? आदर हुँदैन। अनावश्यक अरूको कुरामा गएर टाङ अडाउनेलाई, अनावश्यक सबै कुरा हैन आफ्नो जीवनमा कुनै पनि एउटा बाउन्ड्री नराख्ने व्यक्ति के हुन सक्दैन? अरूबाट सम्मानित हुन सक्दैन। एउटा चरित्रको कुरा हो प्रियहरू। अनि त्यति मात्र होइन, अतिथि सत्कार गर्ने। कोही व्यक्ति अगुवा बन्न चाहन्छ तर उसले कहिल्यै कसैलाई अतिथि सत्कार गरेको देखिँदैन भने सायद उसमा त्यो गुण नै छैन। अतिथि सत्कार गर्ने, मानिसहरूलाई आफ्नो घरमा बोलाउने, आफ्नो जीवनमा हैन सहभागी गराउने, होइन 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 यो त मेरो व्यक्तिगत पर्सनल टाइम हो,
म कोहीसँग पनि सम्बन्धित हुन चाहन्न भन्ने खालको व्यक्ति के हुन सक्दैन, ऊ अगुवा बन्न सक्दैन। उसको घरको ढोका र उसको हृदय सधैँ अरूको सेवाको लागि खुला हुनु पर्दछ। भाइहरू, जतिजना एल्डर बन्नको निम्ति, चर्च प्लान्टर बन्नको निम्ति, मण्डलीका अगुवा बन्नको निम्ति तपाईले चाहना गरिराख्नु भएको छ, विचार गर्नुहोस् यी गुणहरू, यी चरित्रहरू तपाईमा छ कि छैन। तपाईले यी मध्ये कुन कुन गुणहरू, चरित्रहरू निर्माण गर्नु आवश्यक छ। र यो सबै हामीले यहाँ दिएका गुणहरूको विषयमा विचार गर्दै गर्दा हामीले याद गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा यहाँ के छ भने यी सबै चरित्रहरूको कुराहरू हुन्। जे जति पनि बताइराखेका छन् यहाँ पावलले, यी सबै चरित्रसँग सम्बन्धित छन्। सिपसँग भन्दा बढी, योग्यतासँग भन्दा बढी, क्षमतासँग भन्दा बढी, बाहिर उसले के गर्न सक्छ भन्दा बढी ऊ स्वभावले को हो भन्ने कुरा बढी महत्त्वपूर्ण भएको कुरा हामी यहाँ देख्न सक्छौं। अनि पद 2 को अन्त्यमा एउटा मात्र सिप वा कलाको कुरा गरिएको छ, क्षमताको कुरा गरिएको छ। हेर्नुस् त, ऊ सुयोग्य शिक्षक हुनुपर्छ। अर्को हप्ता हामी डिकन डिकनेसको बारेमा हेर्नेछौँ। डिकन डिकनेस कस्तो हुनुपर्छ भन्ने विषयमा बाइबलले बताउँदछ। त केही हप्ता अगाडि हामीले मण्डलीमा डिकन डिकनेसहरू नियुक्त गरेका थियौँ। अनि ती डिकन डिकनेसहरूमा हुनुपर्ने योग्यताहरू के हुन् भन्ने विषयमा आउने हप्ता हामी हेर्नेछौँ। तर आज हामी एउटा पास्टर, एल्डर अथवा डिकन हुनको निम्ति आवश्यक योग्यताहरू के हुन् भन्ने विषयमा हामी हेर्नै राखेका छौँ। अनि यी सबै कुरा बताउँदै गर्दा धेरै कुरा के को विषयमा रहेछ हजुर? चरित्रको विषयमा। तर एल्डर हुन अथवा डिकन, एल्डर अथवा पास्टर अथवा बिशप हुनको निम्ति एउटा सिप पनि चाहिन्छ। अनि त्यो सिप चाहिँ हो उसमा सिकाउन सक्ने क्षमता हुनुपर्छ, सुयोग्य शिक्षक हुनुपर्छ। यसको अर्थ ऊ स्टेजमा आएर अथवा पुलपिटमा उभिएर कराएर बोल्न सक्ने वा हामीले संसारमा देख्दै गरेको मान्छेलाई हँसाउन सक्ने अथवा मानिसहरूलाई प्रभाव पार्न सक्ने वक्ता हुनुपर्छ भनेको हो त? त्यो पनि होइन प्रियहरू। तीतस 1 अध्यायको 9 पद अनुसार सुयोग्य शिक्षक, तीतस 1 अध्यायको 9 पद अनुसार सुयोग्य शिक्षक त्यो हो जसले बाइबलको साँचो शिक्षा सिकाउन सक्छ र झुट्टा शिक्षा सिकाउनेहरूलाई नम्रतापूर्वक सच्याउन सक्छ। ऊ असल शिक्षक हुनु पर्यो, इन्टरटेनर होइन, हैन? अगाडि आएर चुटकिला भनेर सबैलाई गलललल हँसाउन सक्ने अथवा मानिसहरूलाई प्रभाव पार्न सक्ने होइन। तर ऊ सुयोग्य शिक्षक जसले आफैले शिक्षा जानेको छ र उसले असल किसिमले शिक्षा सिकाउन सक्छ। नेपालका अधिकांश मण्डलीहरूमा हामीले देखेको समस्या त्यही छ। चरित्रका कुराहरू पनि कनीकुथी धेरैजनासँग असल नै हुन्छ, तर यहाँनिर आएर धेरै पास्टर अगुवा चुकेका हुन्छन् जसमा शिक्षाको कमी हुन्छ। उनीहरूलाई नै थाहा हुँदैन, उनीहरूलाई नै बाइबल कसरी व्याख्या गर्ने थाहा हुँदैन, उनीहरूलाई नै सिद्धान्तहरूको विषयमा थाहा हुँदैन। अनि उनीहरूले जब मण्डलीलाई अगुवाई गर्छन् त्यो मण्डली आफै कमजोर मण्डली हुन्छ। उनीहरूले झुट्टा शिक्षालाई पहिचान गर्न सक्दैनन्, झुट्टा शिक्षाहरूलाई हकार्न सक्दैनन्, झुट्टा शिक्षाहरूलाई सच्याउन सक्दैनन्। अनि मण्डलीमा यो कुरा अति नै महत्त्वपूर्ण हुन्छ। झुट्टा शिक्षा सजिलै आउँछ, मण्डली भित्रैबाट आउँछ। कतिजनाले मण्डली भित्रैबाट यस्तो हुनुपर्छ चर्चमा भन्ने कुरा निकाल्छन्। हामीले यहाँ यस्तो देखेर आएको, त्यो चर्चको त के छ, आत्मिकी बुवा छ, हाम्रो चर्चमा पनि आत्मिकी बुवा बनाउनु पर्छ। अथवा अरू के विभिन्न खालका यस्ता शिक्षाहरू मण्डली भित्रैबाट मानिसहरूले आवाज उठाउने गर्छन्। बाइबलले सिकाएको भन्दा बाहिर गएर, पर गएर मानिसका परम्पराहरू, अरू चर्चमा चाहिँ देखिएका काम हैन अथवा आकर्षक लाग्ने त्यस्ता कुराहरू
मण्डली भित्रैबाट मान्छेले लिएर आउन सक्छन्। मण्डली बाहिरबाट झुट्टा शिक्षाको प्रभावहरू आउन सक्छ, अनि त्यो बेलामा तिनलाई असल किसिमले सिकाउन सक्ने, सच्याउन सक्ने क्षमता भएको व्यक्ति हुनुपर्छ। अब हामी पद 3 मा जाउँ, जहाँ पावलले एउटा अगुवा कस्तो हुनु हुँदैन त भनेर पनि बताइराखेका छन्। ऊ मतवाला र रिसा होइन, तर तिनी विनम्र, झगडा नगर्ने, धनको लोभ नगर्ने हुनुपर्छ। मतवाला रिसाहा होइन, तर तिनी विनम्र, झगडा नगर्ने, धनको लोभ नगर्ने हुनुपर्छ। संसारका मानिसहरू मध्यको नशामा डुब्छन्, तर परमेश्वरको अगुवा पवित्र आत्माको नियन्त्रणमा हुनुपर्छ। ऊ रिसाहा वा अरूलाई धम्क्याउने हुनु हुँदैन, घरमा पत्नीलाई कुट्ने वा मण्डलीमा विश्वासीलाई थर्काउने मानिस पास्टर हुन सक्दैन। त्यो योग्यता बाइबलले दिँदैन। त्यसको विपरीत उता बरु विनम्र, झगडा नगर्ने र शान्ति ल्याउने व्यक्ति हुनुपर्छ। साथै उसलाई धनको लोभ हुनु हुँदैन। जसले पैसालाई धेरै माया गर्छ उसले परमेश्वरका भेडाहरूलाई माया गर्न सक्दैन। धनको मोह धेरै गर्ने व्यक्तिहरूले परमेश्वरलाई भन्दा बढी धनलाई प्रेम गर्ने हुन्छ। र पद 4 र 5 मा पावलले अर्को अत्यन्तै महत्त्वपूर्ण कुरा बताउँछन्। पद 4 र 5 हेर्नुस् त, फेरि तपाईकै बाइबलमा हेर्नुस् है त। आजलाई छैन भने साथीको बाइबलमा हेर्नुस्, छेउको साथीको बाइबलमा। अर्को हप्ता तपाईसँग पक्कै पनि बाइबल हुनेछ। आफ्नो साथीको बाइबलमा जसको छैन तपाईले हेर्नुस् त। आफ्नो घर 4 र 5 पद, आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोराछोरीहरूलाई आदरपूर्वक आज्ञा पालन गर्ने बनाउन्। यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन सक्दैन, जान्दैन भने तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ र? प्रिय मण्डली, यदि हामी कसैलाई मण्डलीको पास्टर वा अगुवा बनाउन चाहन्छौँ भने उसको हातमा माइक दिएर होइन, तर उसको घरमा गएर हेर्नुपर्ने हुँदो रहेछ। उसको घर नै उसको अगुवापनको प्रयोगशाला हो। एउटा अगुवाको निम्ति उसको घर के हो? उसको अगुवापनको प्रयोगशाला हो। उदाहरणको लागि हेरौँ न, एउटा माली जसले आफ्नो घरको सानो बगैँचामा भएको 4वटा बोट बिरुवाहरूलाई पानी हालेर हुर्काउन जान्दैन, त्यसको हेरचाह गर्न सक्दैन भने के तपाईँ उसलाई 100 रोपनीको ठूलो बगैँचाको जिम्मा दिनुहुन्छ र? दिनुहुन्न नि, होइन र? पक्कै पनि दिनुहुन्न। जसले आफ्नो घरमा भएको सानो बगैँचा, 4-5वटा रुख, 4-5वटा फूलहरू सम्हाल्न सकेको छैन भने उसले 1 रोपनीमा अथवा 100 रोपनीमा फैलिएको ठूलो बगैँचा उसले सम्हाल्न सक्छ र? सक्दैन। त्यसै गरी यदि कुनै मानिसले आफ्नो पत्नीलाई ख्रिस्टले जस्तै प्रेम गर्न सक्दैन, आफ्ना 2-3 जना छोराछोरीहरूलाई अनुशासन र आदर सिकाएर हुर्काउन सक्दैन भने उसले 100 विश्वासीहरू भएको मण्डलीलाई कसरी डोर्याउन सक्छ र? सक्दैन प्रियहरू। त्यसैले मण्डलीको अगुवाको घर परिवार नै उसको योग्यताको सबैभन्दा ठुलो प्रमाण हो। मण्डलीको अगुवाको लागि उसको घर परिवार उसको योग्यता अथवा अयोग्यताको सबैभन्दा ठुलो प्रमाण हो। यो कुरालाई हामीले विचार गर्नुपर्ने हुन्छ। दोस्रो कुरा हेर्ने हामीले साँचो अगुवाको चरित्र भने। तेस्रो कुरा साँचो अगुवाको परिपक्वता, समयको जाँच र बाहिरी गवाई। समयको जाँच र बाहिरी गवाई। पद 6 र 7 मा हामी यो कुरालाई देख्छौँ।
अब हामी अन्तिम दुईवटा पदहरूमा आउँछौँ। पद 6 मा पावल भन्छन्, तिनी नयाँ विश्वासी नहुन्, नत्रता घमण्डले फुलेर तिनी दियाबलसले पाउने दण्डमा पर्नेछन्। पावलले या नयाँ विश्वासीलाई अगुवा बनाउन कडा रूपमा मनाई गरेका छन्। किन त? एउटा भर्खरै रोपेको सानो बिरुवालाई विचार गर्नुहोस् त, यदि त्यसमा अचानक 100 किलोको फल फलिदिने हो भने के हुन्छ होला? त्यो बिरुवा भाँचिन्छ, त्यसले त्यो थाम्न सक्दैन। नयाँ विश्वासीसँग आत्मिकी भार बोक्ने जरा बसिसकेको हुँदैन। अनि त्यसकारण नयाँ विश्वासीलाई हामी अगुवापनमा निर्माण गर्दैनौँ। जब एउटा नयाँ विश्वासीलाई हतार गरेर मण्डलीको पास्टर अथवा अगुवा बनाइन्छ, तब उसमा म त केही जान्ने पो रहेछु भन्ने घमण्ड आउन सक्छ। र घमण्ड नै त्यो पासो हो जसको कारण दियाबलस अर्थात् शैतान स्वर्गबाट खसालिएको थियो। अनि या पावलले बताउँछन् कि ऊ पनि त्यही दियाबलसको पासोमा पर्ला। एउटा अगुवामा क्षमता भएर मात्र पुग्दैन प्रियहरू, त्यो क्षमतासँगै परिपक्वता पनि हुनुपर्दछ। उसमा क्षमता मात्र, कतिजनामा हामी अगुवापन गर्न सक्ने क्षमता देख्छौँ, तर आवश्यक परिपक्वता निर्माण भइसकेको छैन भने हामीले उनीहरूलाई के गर्दैनौँ? हामीले उनीहरूलाई अगुवापनमा ल्याउँदैनौँ। त्यो परिपक्वता आउन दिन्छौँ, अनि परिपक्वता आउन समय लाग्छ। कसैलाई अगुवा बन्न हतार भएको छ भने राम्रो अगुवा बन्दैन भन्ने कुरा हामीले जान्नुपर्ने हुन्छ। अनि हामीसँग उदाहरणहरू पनि छन् होला सायद। समयले नै मानिसको साँचो चरित्रलाई जाँच्दछ। समयले नै मानिसको साँचो चरित्रलाई जाँच्दछ। र अन्त्यमा पद 7 ले भन्छ, पद 7, फेरि बाहिरकाहरूका दृष्टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्रता तिनी निन्दा र दियाबलसको पासोमा पर्नेछन्। याद गर्नुहोस् प्रियहरू, यो दुईवटा पदमा दुईचोटि दियाबलस शब्द आएको छ, शैतान शब्द आएको छ। अनि अगुवा भनेको मण्डलीभित्र हालेलुया भन्ने व्यक्ति मात्र भएर पुग्दैन। तिनी बाहिरकाहरूसँग पनि, बाहिरका मानिसहरू अर्थात् गैर ख्रिस्टियनहरूको अगाडि पनि अगुवाको असल गवाही हुनुपर्छ। यदि एउटा पास्टरले पसलमा, उदाहरणको लागि हेरौँ न, उधारो खाएर पैसै तिर्दैन, अर्काको पैसै तिर्दैन, बाटोमा छिमेकीसँग सधैँ झगडा गरिरहन्छ, यदि त्यस्तो छ भने छिमेकीले पास्टरलाई मात्र होइन मण्डलीलाई नै गिल्ला गरिराखेको हुन्छ। त्यही भएर वरपरका मानिसहरूसँग हाम्रो चरित्र कस्तो छ हामीले विचार गर्नुपर्ने हुन्छ। अगुवाको बदनाम हुनु भनेको ख्रिस्टको सुसमाचारको बदनाम हुनु हो, र शैतानले चाहने कुरा पनि ठ्याक्कै यही हो। त्यही भएर यहाँ दुईचोटि दियाबलस अर्थात् शैतानको उल्लेख भएको छ, किनभने उसले कसलाई हमला गर्छ? सधैँ अगुवालाई हमला गरिराखेको हुन्छ, अगुवालाई नै हमला गरिराखेको हुन्छ। त्यसैले अगुवाको जीवन मण्डली भित्र र बाहिर एकै नासको हुनुपर्छ। अनि यहाँनिर यो वचन सुन्दै गर्दा तपाईहरु मध्ये कतिजनालाई लागिराखेको होला, ए यो वचन त मेरो लागि होइन रहेछ, मेरो लागि होइन, पास्टर अगुवाको लागि पो रहेछ। होइन प्रियहरू, तपाईँ आफ्नो ठाउँमा अगुवा हुनुहुन्छ। सायद तपाईँ मण्डलीको एल्डर हुनुहुन्न होला, तर हरेक पुरुष तपाईँ घरको एल्डर हुनुहुन्छ, घरको पास्टर हुनुहुन्छ। तपाईँ आफ्नो घरमा त्यो पास्टरीय भूमिका खेल्न पर्ने व्यक्ति हुनुहुन्छ। आमाहरू जो तपाईँ हुनुहुन्छ, आफ्नो बच्चाहरूको लागि, आफ्नो परिवारको रेखदेखको लागि तपाईँ महत्त्वपूर्ण हुनुहुन्छ, तपाईँको चरित्र महत्त्वपूर्ण हुन्छ। अनि यो वचन मेरो लागि होइन भन्न नसोच्नु होला प्रिय, यो तपाईँ अनि म सबैको निम्ति। साथसाथमा तपाईँ अनि मैले मण्डलीमा कस्तो किसिमको अगुवापन निर्माण गर्नुपर्छ, कस्तो अगुवापन मण्डलीले खोजिराखेको छ, अर्थात् कस्तो अगुवापन ख्रिस्टले आफ्नो मण्डलीको निम्ति चाहना गर्नुहुन्छ भन्ने कुरालाई चाहिँ हामीले विचार गर्नुपर्ने हुन्छ। अब अलिकति सुसमाचारको सत्यतालाई हेरौँ, हाम्रा मूल गोठालो येशू ख्रिस्टलाई हामी विचार गरौँ। प्रिय मण्डली,
जब हामी 1 तिमोथी 3 अध्यायको यो सूची पढ्छौँ, अब म मेरो हृदयको कुरा बताउँदैछु, तब इमानदारीपूर्वक भन्नुपर्दा हामी प्रत्येक अगुवा, पास्टर र एल्डरहरूको मुटु काम छ। जब हामीले यो सूचीलाई हेर्छौँ, यो योग्यताहरूलाई हामी हेर्छौँ, हाम्रो मुटु काम छ। किन? को छ र यस्तो सिद्ध? को छ र पूर्ण रूपमा दोषरहित? को छ र जो कहिल्यै नरिसाएको होस्? को छ र जसको घर सधैँ 100% सिद्ध होस्? हामीले जतिसुकै कोसिस गरे पनि हामी कतै न कतै चुकिराखेका हुन्छौँ। मण्डलीका पास्टरहरू वा अगुवाहरू परमेश्वरका जन त हुन्, तर उनीहरू पनि कमजोर मानिस नै हुन्। उनीहरू पनि कमजोर मानिसहरू हुन्। हामी कमजोर छौँ। त्यसो भए हाम्रो आशा चाहिँ कहाँ छ त? हाम्रो आशा कुनै मानव अगुवा वा पास्टरमा होइन प्रियहरू। हाम्रो आशा त हाम्रो मूल गोठालो येशू ख्रीष्टमा छ। येशू ख्रीष्ट मात्र एक यस्तो अगुवा हुनुहुन्छ जसको जीवनमा कसैले एउटा पनि दोष लगाउन सकेन। उहाँ कहिल्यै मध्यको दास बन्नु भएन। उहाँले कहिल्यै आफ्नो अधिकारको लागि झगडा गर्नु भएन र उहाँलाई धनको कुनै लोभ थिएन। संसारका अगुवाहरूले शक्ति पाएपछि अरूलाई दबाउने गर्छन्, तर हाम्रा मूल गोठालो येशूले त ब्रह्माण्डको सारा शक्ति आफ्नो हातमा भए तापनि त्यसलाई पन्छाएर आफ्ना चेलाहरूको खुट्टा धुन तयार हुनुभयो। उहाँहरूले भेडाहरू अर्थात् हामीलाई बचाउनको लागि क्रुसमा आफ्नो रगत बगाउनु भयो र आफ्नो ज्यान दिनुभयो, आफ्नो प्राण उहाँले दिनुभयो। आज यदि हामी मण्डलीमा अगुवा छौँ भने हामी हाम्रै योग्यताले होइन प्रियहरू, तर ख्रीष्टको त्यही रगत र उहाँको अनुग्रहको कारणले मात्र तपाईँ अनि मैले यो मौका पाएका छौँ। र तपाईँ विश्वासीहरूले पनि आफ्ना पास्टर एल्डरहरूलाई हेर्दा उनीहरूको कमजोरी होइन, तर उनीहरू भित्र काम गरिरहनु भएको पूर्ण सिद्ध येशू ख्रीष्टलाई हेर्न सिक्नुपर्ने हुन्छ। त्यो भन्नुको अर्थ उनीहरूको चरित्रमा उनीहरूले सम्झौता गरिराखेका छन्, उनीहरूले लापरवाही जीवन जिराखेका छन् भने त्यसलाई नजरअन्दाज गर्ने, उहाँ त अभिषिक्त जन, उहाँ त प्रभुको जन भनेर छोडिदिने भनेको होइन। तर साथसाथमा यो पनि भनेको होइन कि उनीहरू सिद्ध हुन्छन्, उनीहरूमा कुनै कमजोरी नै हुँदैन भनेको होइन। हामी सबै सङ्घर्ष गर्दैछौँ। हामी त्यो असल गोठालो जस्तो भइसकेका छैनौँ। हाम्रा मूल गोठालो येशू हुनुहुन्छ जसलाई कसैले कहिल्यै दोष लगाउन सकेन, जसले कहिल्यै पाप गर्नु भएन, तर हाम्रो निम्ति आफैलाई अर्पण गर्नुभयो। अनि त्यो मूल गोठालोलाई हामी पछ्याइराखेका छौँ, उहाँको पाइला पछ्याउने कोसिस गरिराखेका छौँ। अनि पावलले कोरिन्थीको पत्रमा भने जस्तै मेरो अनुकरण गर्नेहरू हो किनभने म ख्रीष्टको अनुकरण गर्छु। अनि आज मण्डलीका अगुवा पास्टरले पनि त्यसै भन्नुपर्ने हो, म सिद्ध भइसकेको त छैन, तर मण्डली मेरो अनुकरण गर्नुहोस् किनभने म ख्रीष्टको अनुकरण गर्छु। घर परिवार बुवाहरूले भन्नुपर्ने त्यही हो, मेरो अनुकरण गर किनभने म ख्रीष्टको अनुकरण गर्छु। आमाहरू तपाईँले बच्चाहरूलाई भन्नुपर्ने हो, मेरो अनुकरण गर किनभने म ख्रीष्टको अनुकरण गर्छु। म जस्तै ख्रीष्टलाई पछ्याओ, त्यहाँ भनेको त्यो म सिद्ध भएँ भनेको होइन। जसरी म ख्रीष्टलाई पछ्याउने कोसिस गर्दैछु तिमी पनि ख्रीष्टलाई पछ्याओ। हाम्रा मूल गोठाला येशू हुनुहुन्छ प्रियहरू। हाम्रा मानव अगुवाहरू चुक्न सक्छन्, तर हाम्रा मूल गोठाला, हाम्रा मूल पास्टर येशू ख्रीष्टले हामीलाई कहिल्यै छोड्नुहुन्न। त्यसो भए आजको यो वचनलाई हामी कसरी आफ्नो जीवन र मण्डलीमा लागू गर्न सक्छौँ त? आज हाम्रो निम्ति यो वचन कसरी लागू हुन्छ? म 3वटा कुराहरू तपाईँहरूको अगाडि राख्न चाहन्छु। पहिलो, मण्डलीका वर्तमान र भविष्यका अगुवाहरूलाई, एल्डरहरू बन्दै गर्नुभएका एल्डर, अहिले जो एल्डरको रूपमा, पास्टरको रूपमा, मेरो आफ्नै निम्ति सायद आज हेमन्त बस्नु भएको भए राम्रो हुन्थ्यो है।
एल्डर अहिले भइराखेका एल्डरहरूको निम्ति अनि बनिँदै गरेका एल्डरहरूको निम्ति, तपाईँले भविष्यमा एल्डर बन्न चाहना राख्नुभएकाहरूको निम्ति, यदि तपाईँ मण्डलीको पास्टर, एल्डर वा कुनै जिम्मेवार अवस्थामा हुनुहुन्छ वा भविष्यमा अगुवा बन्न चाहनुहुन्छ भने पुलपिटबाट कति राम्रो बोल्न सक्नुहुन्छ भन्ने कुरामा भन्दा बढी तपाईँ एकान्तमा कतिको पवित्र हुनुहुन्छ भन्ने कुरालाई ध्यान दिनुहोस्। तपाईँ अरूको अगाडि कस्तो देखिनुहुन्छ भन्दा अरू कोही पनि नभएको बेलामा तपाईँ कस्तो देखिनुहुन्छ, तपाईँको हृदयभित्र के कुराहरू छ त्यसलाई विचार गर्नुहोस्। तपाईको मण्डलीको सेवा तपाईको आफ्नै घरमा भएको जीवन चरित्रबाट सुरु हुनुपर्छ। तपाईको जीवन घरमा कस्तो छ? आफ्नो बालबालिकाहरूसँग कसरी व्यवहार गर्नुहुन्छ? आफूभन्दा ठुलासँग कसरी व्यवहार गर्नुहुन्छ? आफूभन्दा सानासँग कसरी व्यवहार गर्नुहुन्छ? आफ्नो छिमेकीसँग कसरी व्यवहार गर्नुहुन्छ? आफ्नो श्रीमतीसँग कसरी व्यवहार गर्नुहुन्छ? आफ्ना पत्नी र छोराछोरीलाई समय दिन सिक्नुहोस्। उनीहरूलाई ख्रीष्टको प्रेममा डोर्याउनुहोस्। वर्तमानका अगुवा र भविष्यका अगुवाहरूको निम्ति महत्त्वपूर्ण कुरा, आफ्नो व्यक्तिगत जीवन कस्तो छ याद गर्नुहोस्। मण्डलीका बुवाहरू, पतिहरू, दोस्रो सम्पूर्ण मण्डली परिवारलाई तपाईले आज आफ्ना पास्टर र अगुवाहरूको लागि प्रार्थना गर्नुहोस्। आफ्ना पास्टर अगुवाहरूको निम्ति तपाईँ कति प्रार्थना गर्नुहुन्छ? शैतानले मण्डलीलाई नष्ट गर्नको लागि सबैभन्दा पहिले मण्डलीका अगुवाहरूलाई नै तारो बनाउँछ। आफ्ना पास्टरको परिवार, उनीहरूको पवित्रता र उनीहरूको धैर्यताको लागि प्रार्थना गरिदिने बानी गर्नुहोस् कि दियाबलसले उनीहरूलाई लडाउन नसकोस्। उनीहरूलाई तपाईको आलोचना मात्र होइन प्रियहरू, उत्साह र प्रार्थनाको पनि खाँचो छ। मण्डली परिवार आफ्ना अगुवाहरूको निम्ति प्रार्थना गर्नुहोस्, किनभने शैतानले सबभन्दा बढी तपाईका अगुवाहरूलाई लडाउन चाहन्छ ताकि मण्डली भत्ताभङ्ग हुन सकोस्। भने तेस्रो, अगुवा छनौट गर्दाखेरि हामी मण्डली जब अगुवा छनौट गर्छौँ हामीले यो कुरालाई याद गर्नुपर्ने हुन्छ। मैले अस्तिको हप्ता भनेको थिएँ अबका वर्षहरूमा हामी अगुवाहरू निर्माणमा जोड दिनेछौँ। भविष्यमा जब यो मण्डलीले नयाँ अगुवाहरू, मण्डली स्थापकहरू वा पास्टरहरू छान्ने छ तब संसारको नाप्ने फिता प्रयोग नगर्नुहोस्। संसारले सफल अगुवा कसरी नाप्छ त्यसरी ननाप्नुहोस्। मान्छे कतिको प्रभावशाली छ, उसँग कतिवटा डिग्री छन् वा ऊ कति मिठो बोल्न सक्छ भनेर नहेर्नुहोस्। परमेश्वरको नाप्ने फित्ता प्रयोग गर्नुहोस्। के ऊ दोषरहित छ? के उसको चरित्र ठिक छ? के ऊ आफ्नो पत्नी प्रति इमानदार छ? के उसको घरमा शान्ति र अनुशासन छ? के ऊ नम्र र वचन सिकाउन सक्ने छ? यी योग्यताहरू हामीले हेर्नु पर्ने हुन्छ। मण्डलीलाई आज भाषण गर्ने वा प्रभाव पार्ने अथवा हँसाउन सक्ने कलाकार होइन प्रियहरू, ख्रीष्ट जस्तै चरित्रवान गोठालोहरूको खाँचो छ, जसले आफ्नो चरित्र ठिक राख्दछ, जसले आफ्नो परिवारलाई ठिक किसिमले सम्हाल्दछ र जसले परमेश्वरको वचनलाई ठिक किसिमले प्रचार गर्न सक्दछ। परमेश्वरले हाम्रो मण्डलीलाई त्यस्तै पवित्र चरित्र भएका अगुवाहरू प्रदान गर्नुभएको होस् र हामी सबैलाई हाम्रा मूल गोठालो येशू ख्रीष्टको पाइलामा हिँड्न उहाँले अनुग्रह दिनुभएको होस्। आउनुहोस् प्रार्थना गरौँ।